सीता पाइलाको घरको पनि बाहिरी राउन्ड सिद्धायो भन्थ्यो त कताको हो यो माथिको रहेछ ल माथिको पो रहेछ यार हैन भित्री भित्री त लगभग भित्री भाग त सबै सकाउन लागिसक्यो आज कति 1 महिना भयो प्लास्टर गरेको 1 महिना नि अलि भएको छैन यिनीहरू बिचमा ग्याप बसेका छन् ठिक छ यतिको काम फासै हो यार हैन ल केटोले राउन्ड सिद्धाएछ त सरर हे ल है साथीहरू कस्तो छ है काम प्लास्टर हाम्रो केटाहरूको प्लास्टर यस्तो छ यता नि सक्यो अब रह्यो एउटा कोसीको बाहिर रह्यो त्यसपछि त हेर्दिन छैन यिनीहरूको काम यहाँबाट फाइनली यतापट्टि गोदाममा काम सुरु गर्ने होला ठिक छ हैन जेरो साइडमा कस्तो छ प्लास्टर देखेकै छैन मैले आएको थुप्रो दिन भयो ठिक छ जेरो साइडमा पनि एकदम काममा एकदम धेरैलाई चित्त बुझ्या छ भनेको छ यो टोलको मान्छेलाई है काम राम्रो गरेर हो कि नराम्रो गरेर हो कि घर चाँडो बनाएर हो कि के हो पत्तै लाउन सकेन क्या काम चाहिँ एकदम फास्ट र राम्रो भन्ने कुरो भइरहेछ हैन ढलानको फिनिसिङहरू वालको फिनिसिङहरू पनि राम्रो छ भन्ने कुरो भइरहेछ हैन भनेको थिएँ है मान्छेलाई धेरैले चित्त बुझाएर यहाँ चाहिँ मेरो चाहिँ अब धेरैले नम्बर लिइरहेको छ मेन भनेको त्यो घरको दाइले धेरै मन पराएको छ काम अरू भनेको यता एरियातिरको मान्छेहरूले धेरै मन पराएको छ ठिक छ खुसी लाग्यो मलाई हैन यस्तै मन पराउँदै जानुपर्छ लाइफमा अगाडि बढ्नु छ हैन केही गर्नु छ ठिक छ ल अरू यो हो सीता पाइलाको भ्यूहरू ल यो त्यहाँ एमा सोरुमको घर होला त्यो ठुलो त्यो भाइटिकी के हो भन्ने घर देखिरहला ठुलो भाइटिकी के भन्छ त्यो पाचालको हो अरू कलङ्की एरिया त्यो शिवजीटार एरिया त्यो है साथीहरू स्वयम्भू त्यहाँ छ ल स्वयम्भू एरिया त्यो चाहिँ के गुम्बा हो खै के गुम्बा हो पनि त्यो माथिको चाहिँ व्हाइट गुम्बा है यो चाहिँ थाहा छैन माथि यो हलचौकभन्दा मास्तिरको गुम्बा हो थाहा छैन त्यति ल साथीहरू लाइक गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् कमेन्टमा चित्त नबुझेको कुराहरू कमेन्ट गरिदिनुहोस् हैन सिक्दै जान्छौँ हामी यसरी नै यस्तो छ ल यहाँ ट्याङ्की पनि हालेछन् है नयाँ स्ट्यान्ड ल्याएर ट्याङ्की दुईटा ट्याक्क रेडी बनाएर अहिले सुविधा धेरै गरिदिएको छ म जस्तै छ सब पनि मैले केटाहरूलाई भारी बोक्न पर्यो भने केही गर्नु पर्यो भने खालि मिसिन मात्र खोज्छन् भने साउनी म जस्तै छ केटाहरूलाई दुःख नहोस् भनेर ल बाई बाई गाइस